नमस्ते। आज हामी योगको गहिराईमा डुबुल्की मार्दैछौँ। धेरैले सोचे जस्तो यो केवल शारीरिक व्यायाम मात्रै होइन, यो त चेतनालाई मुक्त गर्ने एउटा गहन विज्ञान हो। आउनुहोस् यसको रहस्यलाई सँगै खोलौं। ल सुरु गरौँ है त। योग भन्ने बित्तिकै धेरैको दिमागमा के आउँछ? सायद शरीर बटार्ने, खुट्टाको औँला छुने जस्ता आसनहरू, होइन त? तर साँच्चै भन्नुपर्दा यो त योगको एउटा सानो पाटो मात्रै हो। योग भनेको शरीरको लचकता बढाउनु मात्र होइन, यो त आफ्नो भित्री साँचो स्वरूपलाई छुनु हो, त्यसलाई चिन्नु हो। त्यसैले योगलाई बुझ्न हामीले आजका जिम र स्टुडियो भन्दा धेरै पर हेर्नुपर्छ। शास्त्रीय योग खासमा दुःखबाट मुक्त हुने एउटा गहिरो दार्शनिक प्रणाली हो। यो कुनै वर्कआउट रुटिन होइन, यो त चेतनालाई यसका बन्धनहरूबाट मुक्त गराउने एउटा व्यवस्थित विधि हो। अनि यो कुरा पनि बुझ्न जरुरी छ कि योग आफैमा एक्लो दर्शन होइन। यसको जग, यसको जरा सांख्य दर्शनमा गहिरोसँग गाडिएको छ। यसलाई यसरी बुझौं। सांख्य दर्शनले हामीलाई रियालिटीको नक्सा दिन्छ, सैद्धान्तिक ज्ञान दिन्छ, अर्थात् किन भन्ने प्रश्नको उत्तर दिन्छ। अनि योगले चाहिँ त्यो नक्सा हेरेर हिँड्ने बाटो देखाउँछ, व्यावहारिक पक्ष अर्थात् कसरी भन्ने प्रश्नको उत्तर। अब योगको मूल उद्देश्य बुझ्न हामीले यसको आधार, यही सांख्य दर्शनलाई अलिकति बुझ्नै पर्छ। सांख्य दर्शनका अनुसार यो पूरै ब्रह्माण्ड दुईवटा मौलिक र सदैवरी रहने सिद्धान्तहरू मिलेर बनेको छ। हो, ती दुई सिद्धान्तहरू हुन् पुरुष र प्रकृति। पुरुष भनेको शुद्ध चेतना हो, दि अब्जर्भर। यो शान्त छ, कहिले परिवर्तन हुँदैन, बस एक द्रष्टा मात्र हो। अनि अर्कोतिर छ प्रकृति। यो भनेको आदि प्रकृति, दि सीन, अ डाइनामिक फोर्स। यो सधैँ परिवर्तन भइरहन्छ, गतिशील छ। हामीले अनुभव गर्ने यो पूरै भौतिक संसार यही प्रकृतिबाट बनेको हो। र सांख्यका अनुसार यी दुवै अनादि र अनन्त छन्। त्यसो भए एउटा प्रश्न उठ्छ, यदि हाम्रो चेतना, त्यो पुरुष स्वाभाविक रूपमै स्वतन्त्र छ भने दुःख कहाँबाट आयो त? हामी किन दुःख अनुभव गर्छौं? सांख्य र योग दर्शनले यसको जवाफ दिन्छ। दुःख तब सुरु हुन्छ जब त्यो शुद्ध चेतना, त्यो पुरुषले गल्तीले आफूलाई प्रकृतिसँग जोड्न थाल्छ। अर्थात् जब हामी आफूलाई यो शरीर, यो मन, यी भावनाहरू हुँ भनेर ठान्न थाल्छौं। हो, यही नै त्यो मूल समस्या हो जसलाई योगले समाधान गर्ने लक्ष्य राख्छ। र यो समस्या बाहिर कतै होइन, हाम्रो आफ्नै मनको झिल्लिएको अवस्थामा छ। योगको सबैभन्दा सटीक र आधिकारिक परिभाषा महर्षि पतञ्जलिको योग सूत्रमा पाइन्छ। यो एउटै सूत्रमा। एकछिन यसलाई ध्यान दिएर सुनौं र मनन गरौं। योगश्ची चित्तवृत्ति निरोधः। यसको अर्थ के हो त? सरल भाषामा भन्दा योग भनेको मनका वृत्तिहरू, अर्थात् मनमा लगातार चलिरहने विचार, भावना र कल्पनाहरूका उतार चढावलाई रोक्नु हो, शान्त पार्नु हो। यो कुनै रहस्यमय मिलनको कुरा होइन, यो त आफ्नो मेन्टल प्रोसेसेसमाथि मास्टरी हासिल गर्ने विज्ञान हो। जब मनको यो छाल शान्त हुन्छ, तब मात्र चेतना आफ्नो वास्तविक शान्त स्वरूपमा स्थिर रहन सक्छ। तर प्रश्न उठ्छ, हाम्रो मन किन यति धेरै चञ्चल छ त? किन यति धेरै उतार चढाव आइरहन्छ? योग दर्शनका अनुसार यसको पछाडि दुःखका 5वटा मूल कारणहरू छन्, जसलाई संस्कृतमा क्लेश भनिन्छ। योगको पूरै अभ्यास वास्तवमा यिनै क्लेशहरूलाई जरेदेखि उखेलेर फाल्नु हो। यी 5 क्लेशहरूलाई हेरौं। पहिलो हो अविद्या, अर्थात् आफू को हुँ भन्ने बारेको अज्ञान। दोस्रो हो अस्मिता, अर्थात् अहङ्कार, म भन्ने भाव। तेस्रो राग, अर्थात् सुख र मनपर्ने कुराहरूप्रतिको आसक्ति। चौथो द्वेष, अर्थात् दुःख र मन नपर्ने कुराहरूप्रतिको घृणा। र 5औं अभिनिवेश, अर्थात् जीवनप्रतिको अन्धो मोह र मृत्युको डर। एकछिन विचार गरौँ त, के यिनै शक्तिहरूले हाम्रो दिनदिनैको जीवनलाई चलाइरहेका छैनन् र? ल, अब यिनै क्लेशहरूलाई हटाएर मनलाई कसरी सफा र स्थिर बनाउने त? यसको लागि योगले एउटा एकदमै व्यावहारिक स्टेप बाई स्टेप बाटो देखाउँछ। यसलाई भनिन्छ अष्टाङ्ग योग, अर्थात् 8 अङ्ग वा 8 चरणको मार्ग। र यो 8 चरणको मार्ग एकदमै वैज्ञानिक छ। यो बाहिरी अनुशासनबाट सुरु हुन्छ र बिस्तारै तार्किक रूपमा भित्रको गहिराईसम्म पुग्छ। भन्नुपर्दा यो मुक्तिको लागि एउटा कम्प्लिट रोडम्याप जस्तै हो। यसको पहिलो अङ्ग हो यम, जसले हाम्रो सामाजिक आचरणलाई ठिक गर्छ। जस्तै अहिंसा,
सत्य, अस्तेय अर्थात् चोरी नगर्नु, ब्रह्मचर्य अर्थात् संयम र अपरिग्रह अर्थात् अनावश्यक संग्रह नगर्नु। र ख्याल गरौँ, यी केवल नैतिक उपदेश मात्र होइनन्, यी त स्थिर मनको लागि मनोवैज्ञानिक आवश्यकताहरू हुन्। यी बिना मन शान्त हुनै सक्दैन र ध्यान त लगभग असम्भव नै हुन्छ। त्यसपछि आउँछ दोस्रो अङ्ग, नियम। यो चाहिँ व्यक्तिगत अनुशासन हो, जस्तै शौच अर्थात् शरीर र मनको शुद्धता, सन्तोष, तपस अर्थात् अनुशासित प्रयास, स्वाध्याय अर्थात् आत्मअध्ययन र ईश्वर प्रणिधान अर्थात् समर्पण। यी अभ्यासहरूले हाम्रो भित्री संसारलाई सफा गर्छन् र अहङ्कारलाई कमजोर बनाउँदै लैजान्छन्। अब जब यम र नियमको यो नैतिक जग बलियो हुन्छ, त्यसपछि योगको यात्रा बाहिरबाट भित्रतिर मोडिन्छ। अबको अभ्यास शरीर हुँदै मनको गहिराईतिर लाग्छ। तेस्रो अङ्ग हो आसन। यहाँ आसनको मुख्य उद्देश्य शरीरलाई घण्टौँसम्म स्थिर र आरामसँग राख्नु हो, ताकि मनमा कुनै बाधा नहोस्। त्यसपछि आउँछ चौथो अङ्ग, प्राणायाम, जसले श्वास र जीवन ऊर्जा प्राणलाई नियन्त्रण गरेर स्नायु प्रणाली र मनलाई शान्त बनाउँछ। र पाँचौं अङ्ग, प्रत्याहार, एकदमै महत्त्वपूर्ण छ। यो बाह्यरी अभ्यासबाट भित्री अभ्यासमा जाने पुल जस्तै हो। यहाँ हामी आफ्ना इन्द्रियहरूलाई बाह्यरी संसारबाट हटाएर ध्यानलाई भित्रतिर फर्काउँछौँ। जब एक साधकले प्रत्याहारमा निपुणता हासिल गर्छ, अर्थात् इन्द्रियहरूलाई आफ्नो वशमा राख्न सक्छ, तब मात्र ऊ योगको सबैभन्दा गहिरो भित्री चरणहरूमा प्रवेश गर्न तयार हुन्छ। यो यात्राको अन्तिम र सबैभन्दा सूक्ष्म भाग हो। यो भित्री यात्राको पहिलो खुड्किलो हो धारणा अर्थात् कन्सन्ट्रेसन। यहाँ मनलाई कुनै एउटा वस्तुमा टिकाइराख्ने प्रयास गरिन्छ। जब यो प्रयास बिना कुनै बल, सहज र निरन्तर हुन थाल्छ, तब त्यो अवस्था ध्यान अर्थात् मेडिटेसन बन्छ। र जब ध्यान यति गहिरो हुन्छ कि ध्यान गर्ने, ध्यानको वस्तु र ध्यानको प्रक्रिया एउटै हुन पुग्छ, त्यो भेद नै मेटिन्छ। त्यही अवस्था हो समाधि। यहाँ मन पूर्ण रूपमा स्थिर र शान्त हुन्छ। त्यसो भए यो पुरै 8 चरणको यात्राको अन्तिम गन्तव्य के हो त? लक्ष्य के हो? लक्ष्य हो ज्ञानलाई अनुभवमा बदल्नु र त्यो अनुभवबाट परम स्वतन्त्रता हासिल गर्नु। योगको भाषामा यो अन्तिम लक्ष्यलाई कैवल्य भनिन्छ, र यो बुझ्न जरुरी छ कि कैवल्य भनेको कुनै नयाँ कुरा पाउनु होइन वा कसैसँग एक हुनु पनि होइन। यो त केवल एउटा बोध हो, एउटा रियलाइजेसन। के को रियलाइजेसन? त्यो पुरुष अर्थात् हाम्रो शुद्ध चेतना यो प्रकृतिबाट सधैँ नै स्वतन्त्र, सधैँ नै अलग थियो भन्ने सत्यको। यो त त्यो स्वतन्त्रतालाई चिन्नु मात्र हो जुन हामीसँग पहिलेदेखि नै थियो। त्यसैले सारमा भन्नुपर्दा सांख्य दर्शनले हामीलाई वास्तविकताको नक्सा दियो, पुरुष र प्रकृतिको सिद्धान्त दियो, अनि योगले चाहिँ हामीलाई त्यो नक्सामा देखाइएको गन्तव्यसम्म पुग्ने व्यावहारिक बाटो दियो। यो थ्योरीलाई प्र्याक्टिसमा बदल्ने तरिका हो। यो ज्ञानबाट अनुभव हुँदै स्वतन्त्रतासम्मको यात्रा हो। अब यो गहन दर्शनलाई हाम्रो दैनिक जीवनमा कसरी जोड्ने? एउटा सानो प्रश्नमाथि विचार गरौँ। आज हाम्रो मनमा चलिरहेको कुन एउटा वृत्ति वा उतार चढाव, सायद कुनै चिन्ता, कुनै रिस वा कुनै इच्छालाई हामी केही क्षणको लागि मात्र भए पनि साक्षी भावले हेरेर शान्त पार्ने प्रयास गर्न सक्छौँ? किनकि योगको वास्तविक यात्रा यस्तै साना साना तर सजग कदमहरूबाटै सुरु हुन्छ।